गाइस हामी त हिँड्दै थियो सौरा चोकबाट हरायौँ अनि यति धेरै हिँड्यौँ गर्मीले पसिना आयो पानी पनि सक्यो फ्यानको चार्ज पनि सक्यो In the agriculture. Ladies and gentlemen, now let us come to the first part of this scene known as the Lucky Dance. कहाँबाट हावा आयो यता आयो कताबाट आयो यता आयो यता आयो जङ्गलभित्र कहिले जाँदैन यो मृग चाहिँ घाँस मैदानमा मात्र बस्ने मृग देख्नु पनि राम्रो तालले नेपाली 20 रुपियाँको नोटा हुने जरा यही हो है कस्तो लागिरहेको तपाईँलाई यहाँ लास्टै गर्मी दाइरहेको छ हाम्रो गाइड दाइ हुनुहुन्छ एकदमै गर्मी भइरहेछ त्यसमा पनि हामी डुङ्गा गइरहेछौँ सबै हामीलाई भरोसा छ बाघ भालु गैँडाहरू सबै पानी खाएर आएको भए अझै राम्रो हुन्थ्यो हाम्रो बोटिङ तर कहीँ पनि हेर्दै जाऊँ हजुरको बाटो हजुर हैन भन्न खोजेको मलाई भन्न गजब बेइज्जती है झुट हो त्यसको चुच्चोले होला है सर्टकटमा मगर मगर भनिदिन्छ सबै हरिण समग्रमा भन्छ यिनीहरूको प्रजातिमा यो चित्तल भन्छ इग्रेट पनि भन्छ यसलाई चार प्रजातिमा त्यसपछि इन्टरमिडिएट
यही बाटो आउँछन् उहाँहरू खाली तर अहिले चाहिँ बहाव छ नि बहावको विपरीत ल्याउन अलिक गाह्रो भएर सबै मान्छेलाई झारेर हल्को बनाएर लिएर आउँछन् नि ढुङ्गा उयो त के अरे ऊ जस्तै छ त रोटर गरेको ठाउँ हामीले फुटाएर खाने सर्पले पाइले भन्छ चालक त्यसले हाय राइनो यही त सिङ देखिरहेको छ स्वागत छ फेरि फेरि नमस्कार आज हाम्रो यो मोमो ग्याङको च्यानलमा हजुरहरूलाई स्वागत छ म चाहिँ तपाईँहरूलाई आज देखाउन गइरहेको छु हाम्रो साथीहरू राष्ट्रिय निकुञ्जमा कसरी बसिरहेका छन् नाम भन्नु त्यो हुनुहुन्छ सुश्रिका र उहाँको बच्चा यो हुनुहुन्छ अंकिता र उहाँको बच्चा यो हुनुहुन्छ काव्याजी र उहाँको बच्चा ऊ त्यो हुनुहुन्छ रोनीजी र उहाँको बच्ची ऊ त्यसपछि हुनुहुन्छ सदिक्षाजीको त्यसपछि हुनुहुन्छ आरसीजीको अनि अन्तिममा चाहिँ अब म एक्लै छु सिङ्गल छु उहाँ म छु अब मेरो आउँदैछ छिटो मेरो बिहा हुँदैछ साथीहरू अनि त्यहाँ भूमिकाजी हुनुहुन्छ भूमिकाजी पनि त्यहाँ म देखाइसकेको छु तपाईँहरूलाई अनि तपाईँहरूलाई म अझै पनि मेरो साथीहरू यही जङ्गलमा कैद भएर बसिरहेका छन् म तपाईँहरूलाई देखाउँदैछु उहाँहरूले कसरी बाँचिरहनु भएको छ भनेर धन्यवाद चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग के वजह अहिले नै आउँछ तर कतिखेर आउने त्यो ठेगान हुँदैन आवाजले र पानीले गर्दा रुखिएको छ रुखहरू